そうそうそうそれちっちゃい。ちっちゃい。いや、計算的今。おー、出ましたね。この中にもいるかも。हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईहरु सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। त्यही भएर मैले चाहिँ अब बिहान पनि उठेँ अनि मुखसुख पनि धोएँ, दाँत सात माझेर खाजा साजा खाएर त्यहाँ खाजा थियो। त्यहाँ खाजा खाएर पनि अब चाहिँ म जापानमा नोग्यो भन्छ हाम्रो नेपालीमा चाहिँ। अब गाउँघरमा अब मेलापातको काम गर्न अब म जाँदैछु। अब आज चाहिँ अब म चाहिँ अब कृषिको काम गर्छु। जापानमा आएर मैले चाहिँ 1.5 वर्ष जति भइसक्यो मैले गरेको छुइनँ। आज चाहिँ म कृषिको काम गर्न जाँदैछु। तर म धेरै लामो टाइमसम्म चाहिँ गर्दिनँ किनकि आज लास्टै घाम छ। त्यही भएर अब म चाहिँ थोरै टाइमको लागि अब यहाँ जान्छु। त्यहाँ गएर आज सुठुनीहरू खनेर झिक्नु पर्ने छ। त्यो चाहिँ लास्ट ठुल्ठुलो छ। अब चाहिँ यहाँबाट म जान्छु। लेट्स गो। फाइनली साथीहरू मैले चाहिँ यो लाइसकेको छु। यहाँ चाहिँ नोग्योमा अब सेफ्टी भएर लाउने यो मास्कहरू चाहिँ अब धुवा धुलो आउँछ भने यो चाहिँ नलाइ नहुने अरे। अनि यो टोपीले चाहिँ अब घामले अब पोल्छ कि के भनेर हो। अनि त्यसपछि लुगा पनि यो नोग्योको हो। यो देख्नुहुन्छ यो जापानमा चाहिँ नोग्योमा काम गर्ने यहाँ लेखेको छ। यो नोग्योमा काम गर्दा लाउने खालको ड्रेस हो। अनि आज चाहिँ म के गरेर जाँदैछु भने यहाँ चाहिँ यो सुठुनी छ। खासमा चाहिँ त्यो सुठुनीलाई चाहिँ अब झिक्न जानुपर्ने हुन्छ। साथै यहाँ यस्तो खालको छ क्या, यो बेसार भयो। यो हिजो मैले खनेको थिएँ। अनि त्यसपछि यहाँ खनेको हिजो मैले साँच्चै नै खनेको गाईजहरू, म झुट बोल्दिनँ। किनकि यहाँ चाहिँ फेरि फल रोपेको छ। यो 3 महिनापछि खाने हुन्छ। अनि यो म पनि खान्छु। अनि यहाँ पनि हामीले रोपेको छ। अनि त्यसपछि त्यहाँबाट मेन भनेको त यो सुठुनी हो। यो देख्नुहुन्छ यति सुटुनी छ नि। यो भनेको चाहिँ लास्टै ठुलो छ। अहिले म तपाईँहरूलाई देखाउँछु यहाँ कस्तो छ भन्न। आज यो चाहिँ हामी सबै खनेर झिकेर नि यसमा फेरि माटो बनाएर फेरि अर्को हामी तत्काल एलएमएसमा चाहिँ रोप्छौँ। अनि त्यसपछि मलाई चाहिँ अब नोग्योको काम गर्नको मन लागेर चाहिँ अनि त्यो अब म चाहिँ कृषिको काम गर्नको लागि पुरै रेडी भइसकेँ। अनि त्यहाँभित्र चाहिँ यहाँ लास्टै धेरै औजारहरू चाहिन्छ। त्यतिको लागि हाम्रो नेपालमा चाहिँ कोदालोले खनिन्छ। अनि अब त्यहाँबाट चाहिँ अब हामी एकछिनमा ठुल्ठुलो कन्दमूल निकाल्छौँ। म चाहिँ अब यहाँ काममा गर्न त्यहाँ जाँदैछु। त्यहाँ चाहिँ अब बुवा अगाडि गइसक्नु भएको छ। सानाले चाहिँ मेरो भिडियो बनाइदिनुहुन्छ। अब म चाहिँ जान्छु यहाँको। अब हामी चाहिँ यो सुठुनीहरू गर्छौँ। यो चाहिँ हाम्रो यो काट्ने औजार हो। त्यहाँ पनि औजार छ। अनि अब यहाँको हामी चाहिँ सब निकाल्छौँ। यसले काट्नु पर्ने हुन्छ यो चाहिँ यहाँ, किनकि यहाँ औजारहरू चाहिँ धेरै छ नि त। यो जापानमा चाहिँ まずはバニャ君これを取ってしまわないとそうそうそう。見えないから。そう、ネパールも同じよ。取れないから。取ってしまう。आँसुको कारण धेरै फलेर यो चाहिँ धेरै फलेर यो माथिसम्म आएको छ। यो चाहिँ यसरी अब यो चाहिँ सानो हो। यो माथि आएर यहाँ चाहिँ ला ठुल्ठुलो छ। अब त्यही भएर हामी चाहिँ यस्तो यहाँ यति छ नि, यति ठाउँ छ। तर यहाँ चाहिँ लास्ट धेर फलेको छ। यो चाहिँ हामी यहाँबाट खन्छौँ। कन्दमूल नेपालको केसन सुठुनी सक्यो। त्यहाँ चाहिँ त्यति धेरै बनाइसक्यौँ। अब यहाँ चाहिँ खासै धेरै ठुलो ठाउँ छैन नि त। त्यही भएर त्यति बनायौँ। अब यहाँ हाम्रो सक्यो। अब यहाँ हामी फेरि त्यही रोप्छौँ। अनि त्यस गाईजरो मैले चाहिँ यति बनाइसकेँ। यति यो खासै त्यहाँ धेरै जग्गा पनि छैन। त्यही भएर यति बनाइसक्यो। अब यो चाहिँ हामी भरे चाहिँ यसलाई अब पुरै उसिनेर चाहिँ टक्क अब 4 जना छौँ बसेर खान्छौँ। अनि त्यसपछि बसेर खान्छौँ। अब फेरि म अर्को काम गर्न जाँदैछु। त्यो चाहिँ नेपालको चाहिँ त्यो चाहिँ के हो भने अर्को काम गर्न जाँदाखेरि त्यो चाहिँ हाम्रो बदम हो। बदम चाहिँ अब नेपालमा कसरी उत्पादन हुन्छ त्यो चाहिँ मलाई त्यति खासै थाहा छैन, किनकि मेरो ठाउँतिर हुँदैन। अनि यहाँ चाहिँ अब मैले त्यो बदम खन्नको लागि अब बदम उगार्नको लागि त्यहाँ गइरहेको छु। अब म बदम खन्छु। यो कन्दमूल चाहिँ सक्यो। おー、出ましたね。この中にもいるかもわかんない。ここに
बदम 뭐다. सोरे वा बदम ボドムが出てすごいねケイさんそあれこれは大きいですねそう大きいはいうんうん फाइनली सबै चाहिँ कामहरू पनि टक्क सकिसकेर मैले टक्क नुहाइधुवाइ गरिसकेर अनि त्यसपछि यो मैले लुगासुगा लगाइसकेर टक्क यहाँ बसिसकेको छु अनि चाहिँ के भयो भने त्यहाँ चाहिँ मैले सब कुराहरू नेपालमा चाहिँ मैले यस्तो कुराहरू धेरै नै गरेको थिएँ किनकि यहाँ आएर जापानमा चाहिँ मैले फर्स्ट टाइम गरेको र यहाँ जापानी त्यो अब हुन्छ नि त्यो साना सानो बुवाले पनि मलाई यस्तो यस्तो गर्ने भनेर सिकाए तर यहाँ के लाग्छ भने साथीहरू त्यो रोप्ने बेलामा 4 थरीको मल हाल्दो रहेछ त्यही पनि त्यो 4 थरीको मल कस्तो भन्नुहुन्छ भने किनेर ल्याएर के सबै त्यो ल्याब टेस्ट गरेको मल मात्र हाल्दो रहेछ र त्यस्तो बवाल फल्दो रहेछ त्यही भएर चाहिँ भयो यिनीहरू खासै यहाँ खेती चाहिँ त्यति गर्दैन आफ्नो काम हुन्छ आफ्नो काममा बिजी हुन्छ ऊ बुढो चाहिँ पहिले त अब नोगियोमा चाहिँ अलिकति अब मन चासो लाएर चाहिँ काम गर्ने अनि त्यसपछि चाहना भएकाले चाहिँ उसले बेला बेलामा गर्छ त्यो घर वरिपरि गर्छ रुखसुख काट्ने यताउति अब घरलाई सरसफाइ गर्ने काम गर्छ त्यही भएर पनि मैले टक्क आज चाहिँ गर्ने मौका पाएँ त्यही भएर गरिदिइहालेँ तर गाई थाहा छ तँ मैले गरे बाप मैले पैसा पाउँछु मैले फ्रीमा काम गरेको होइन पैसा पाउँछु मैले साला घरमा यार फ्रीमा काम गर्दाखेरि मलाई बाबाआमाले मलाई 1 रुपियाँ पैसा दिँदैन थियो काहीँ घुम्न जाने बेलामा पनि मम्मी पैसा दिनु बुवा पैसा दिनु भन्थ्यो तर यहाँ मैले 1 घन्टा मैले आज 3 घन्टा काम गरेँ मैले 3 घन्टाको लगभग 4000 रुपियाँ पाएको छु कि मलाई 4000 रुपियाँ मलाई पैसा दिने भएको छ अनि लाइक 4000 रुपियाँ पैसा मलाई दिने भएको छ अनि त्यसपछि जेस बाजेले भरे कि कहिले अब पैसा दिन्छ 4000 रुपियाँ पैसा दिन्छ अनि त्यसपछि मलाई यार गाउँमा म काम गर्दाखेरि बाबाआमाले यार आफ्नो घरको काम गर्दाखेरि र त्यो बेच्दाखेरि पनि पैसा आउँछ नि त त्यही भएर मैले पैसा पाउँदैन यहाँ यो आफैले खाने यो भरे म पनि खाने हो तर जेस मैले काम गरे बाद पैसा पाएँ के जापानिजहरूको मनमा चाहिँ के हुन्छ भने यिनीहरूलाई चाहिँ पैसा दिनुपर्छ भन्ने यिनीहरूले चाहिँ पैसा यिनीहरूको दिमागमा पैसा जे गर्दा पनि पैसा उठ पैसा खा पैसा जा यिनीहरूको पैसा जेमा पनि पैसा तर कमाइ पनि यिनीहरूको एकजनाबाट महिनाको 3 लाखदेखि उकालो हुन्छ के घरको 3 जना 3 लाख रुपियाँ कमाउँदाखेरि महिनाको 9 लाख रुपियाँ कमाइन्छ 9 लाख पैसा भनेको हाम्रो नेपालमा कति हो भन्नु त एक महिनाको सेलरी 9 लाख रुपियाँ 3 जनाको पैसा जोड्दा तपाईँ आफै विचार गर्नु त 2टा गाडी छ 3-4 तले घर छ फेरि घरबाट रुम रेन्ट पनि आउँछ घर भाडाको पनि पैसा आउँछ भनेपछि के गर्छ कि यिनीहरूले यत्रो पैसा म त छक्क लाग्छ त्यही भएर जापानिजहरू चाहिँ के हुन्छ भने लास्टै नै अनुशासित हुन्छ धेरै आफ्नो काममा फोकस गर्छ हाम्रो नेपालमा त आज काम छैन भने अर्का घर जाने अनि त्यसपछि बस्ने हुन्छ नि त तर त्यस्तो चाहिँ यहाँ हुँदैन बरु काम नभए पनि मोबाइलमा केही सर्च गर्ने नयाँ कुराहरू सिक्ने काम गर्छ के त्यही भएर आज चाहिँ मैले नोगियो काम गर्न पाएँ नोगियो काम गरेर गाइस मैले पैसा पनि पाएँ पैसा पाउँदा म खुसी भएको छु त्यही भएर तपाईहरुलाई यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला हस् त नेक्स्ट भ्लगमा भेटौँला बाइ बाइ गाइस